रमाउनु पर्ने, सिंहदरबारमा रमाउनु पर्ने, जिल्ला गाडीहरू चढ्नु पर्ने, धेरै पिएसओहरू बोक्नु पर्ने, उनीहरूलाई अरबौंको सेवा सुविधा हुनुपर्ने, नेपाली जनता भोट हाल्ने नेपाली जनता आज माइती घरमा सुत्नु पर्ने। पालन शाहज्यू तपाई कुन दुलोमा हुनुहुन्छ? अरे नालायकहरू, अरे भ्रष्टहरू, अरे दलालहरू, केही त परिवर्तन हो, केही त सोच न, जनतालाई डेलिभरी केही नयाँ त देऊ। पुरानाको चरित्र दोहोर्याउने 76 जनाले बलिदान यही भएर दिएको हो। कालो चस्मा लाएर सधैँ अहंकार गर्नुभयो, सधैँ नेपाली जनताहरूलाई दमन गर्नुभयो भने तपाईको पतनको बाटो निश्चित छ। म भन्न चाहन्छु, सुदन गुरुङले राजीनामा दिन बित्तिकै 2/3 सरकार सुदन गुरुङसँगै सती गएको हो। अस्पतालमा गतिलो डाक्टर छैन, आँखाको अपरेसन गर्नुपर्ने ठाउँमा पाटेघरको अपरेसन गरेर बिरामीलाई फर्काइन्छ। उपचार गर्न गएका बिरामीलाई जन बिरामी बनाएर पठाइँदैछ। अनि हिजो देश लुटेर सिङ्गापुर उपचार गर्ने, स्विजरल्यान्ड उपचार गर्ने, अमेरिका उपचार गर्ने भ्रष्ट र दलालहरू आज आफ्नो देशमा एउटा गतिलो स्वास्थ्य चौकी छैन, गतिलो डाक्टर छैन, युवाहरूलाई विदेश पलायन गर्न खोजिँदैछ। अनि यो देशमा विधिको शासन ल्याउन खोजेको, भ्रष्टाचार अन्त्य गर्न खोजेको भनेर दलाल र भ्रष्टहरूले कागजको पानामा, फेसबुकको भित्तामा स्ट्याटस हालेर केही पनि परिवर्तन हुँदैन। पाटेघरको अपरेसन गर्न गएका व्यक्तिहरूलाई मृगौलाको अपरेसन गरेर पठाइदिएछ। अनि यो देशमा राम्रा स्वास्थ्य कर्मीहरू छन्, राम्रा हस्पिटलहरू छन्, उनीहरूलाई दबाइएको छ, लखेटिएको छ, उपचार छैन। आज हजारौं पीडितहरू माइती घरमा छन्। 2/3 सरकारले के हेरेर बसेको? 2/3 सरकार कुन दुलोमा छ? सुदन गुरुङले राजीनामा दिन बित्तिकै 2/3 सरकार सुदन गुरुङसँगै सती गएको हो। यदि होइन भने माइती घरमा आएर गरिबको पीडा सुन्नु पर्दैन, गरिबको वेदना बुझ्नु पर्दैन। माइती घरमा सुत्नेहरू नेपाली जनता होइनन्, रहरले सुतेका हुन्। हस्पिटलको लापरवाहीले आज एउटा सुत्केरी हुँदै गरेको आमाको ज्यान लगेको छ। 20 दिनको नाबालक बच्चा ल्याएर माइती घरमा अनसन बसिरहनु पर्ने नेपाली जनता। अनि भ्रष्ट र दलालहरू गाजाको तालमा, बालुवाटारमा रमाउनु पर्ने, सिंहदरबारमा रमाउनु पर्ने, जिल्ला गाडीहरू चढ्नु पर्ने, धेरै पिएसओहरू बोक्नु पर्ने, उनीहरूलाई अरबौंको सेवा सुविधा हुनुपर्ने। नेपाली जनता भोट हाल्ने नेपाली जनता आज माइती घरमा सुत्नु पर्ने। अनि हामीले चुप लागेर बस्नु पर्ने, यो देशको युवा टुलु हेरेर बस्नु पर्ने। यो प्रवृत्तिको अन्त्य कहिले हुन्छ? बालन शाहज्यू तपाई कुन दुलोमा हुनुहुन्छ? निस्केर बोल्नुहोस्। तपाईले हाम्रो साथ हुन्छ, समर्थन हुन्छ। नेपाली जनताको, नेपाली यो देशको धरती माताको पक्षमा, हितमा काम गर्ने हो भने नेपाली जनता तपाईलाई साथ दिन तयार छ। यो देशको युवा साथ दिन तयार छ। कालो चस्मा लाएर सधैँ अहंकार गर्नुभयो, सधैँ नेपाली जनताहरूलाई दमन गर्नुभयो भने तपाईको पतनको बाटो निश्चित छ। म भन्न चाहन्छु, हिजोका शासकहरूको चरित्र परिवर्तन गर्नु पर्दैन। मान्छेलाई बोलेकै भरमा जेल हाल्ने, आफ्नो सामाजिक सञ्जालमा आफ्नो धारणा सार्वजनिक गरेकै भरमा जेल हाल्ने। हिजोका भ्रष्ट र दलालहरूले पनि त्यही गरेको होइन। बोलेको भरमा पटक पटक यो देशका युवाहरूलाई जेल हाल्यो। दुर्गा परसाईलाई पनि त्यही गरे होइन। हिजोका भ्रष्ट र दलालहरूले त्यही गरेर दुर्गा परसाईले पटक पटक जेल हाले, पटक पटक दुःख दिए, चुनावमा भाग लिन दिएनन्। फेरि 2/3 बहुमत ल्याएको सरकारले पनि फेरि बोलेको भरमा, सामाजिक सञ्जालमा आफ्नो धारणा राखेको भरमा फेरि 4-5 दिनपछि दुर्गा परसाईले फेरि थुनेको छ। अरे नालायकहरू, अरे भ्रष्टहरू, अरे दलालहरू, केही त परिवर्तन हो, केही त सोच न, जनतालाई डेलिभरी केही नयाँ त देऊ। पुरानाको चरित्र दोहोर्याउने 76 जनाले बलिदान यही भएर दिएको हो। एउटा बोलेको भरमा दुर्गा परसाईलाई पटक पटक जेलमा कोचेको छ। म यहीँबाट भन्न चाहन्छु, एउटा